सागा दावा केवल एउटा महिना वा चाड मात्र होइन, यो त मानव हृदयभित्र करुणा, शान्ति र आत्मिक शुद्धिको ढोका खोल्ने एउटा पवित्र समय हो। बौद्ध परम्परामा यस महिनालाई अत्यन्तै पवित्र र फलदायी पुण्यको महिना मानिन्छ, जसले हामीलाई संसारको कोलाहलबाट टाढा राखेर आफ्नै अन्तरात्मा निहाल्ने अवसर समेत दिन्छ। यस पवित्र महिनाको पूर्णिमा अर्थात् सागा दावा दोचेनले मानव इतिहासकै सबैभन्दा शान्त र महान आत्मा भगवान शाक्यमुनि बुद्धको जीवनका 3 महत्वपूर्ण क्षणहरूलाई एउटै सूत्रमा बाँध्दछ। यही पावन दिनमा उहाँको यस धरतीमा जन्म भयो। यही दिन उहाँले कठोर तपस्यापछि बोधगयामा बुद्धत्व अर्थात् ज्ञान प्राप्त गर्नुभयो र यही पूर्णिमाको रात उहाँले कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभयो। सागा दावाको समयमा हामीले गर्ने हरेक ससाना सत्कर्म, प्रार्थना र करुणाका भावहरूको फल कैयौं गुणा बढेर जान्छ। यो समय दीप प्रज्वलन गर्दै, मन्त्र जप गर्दै र अशक्त एवं असहायहरूलाई सेवा गर्दै भगवान बुद्धको असीम कृपा र गुणहरूलाई स्मरण गर्ने समय हो। जब हामी गुम्बाहरूमा बलिरहेका